हेलो गाइस वेलकम टु माई आउटफिट ट्रेक। यो देख्न सक्नुहुन्छ केएलमीको ज्याकेट मैले बाबाको लाएर आएको। यो ज्याकेट है देख्न सक्नुहुन्छ यी बडा 7,000 को हो। यो यता चाहिँ छ हाम्रो 2 स्टारवाला अर्जेन्टिनाको जर्सी, तर म अर्जेन्टिना फ्यान होइन। अरू त प्यान्ट यो अङ्कलको स्कुटीको चाबी यहाँ छ। जुत्ता चाहिँ पुरानो छ, यी देख्न सक्नुहुन्छ निलो सो। यो पेन्सिल चाहिँ मैले यहाँ भेटाएको। यो यसो यसो लाउने मोबाइल देख्न सक्नुहुन्छ यी आइफोन। यो चाहिँ मैले थ्रेड्स नेपालबाट ल्याएको। यहाँभित्रको चाहिँ बहिनीले ल्याइदिएको। यो पनि बहिनीले ल्याइदिएको। यो हङकङ बजारबाट 1200। यी जुत्ता खतरा छन्। यो घडी चाहिँ खत्रै छ नि होइन। यो चाहिँ कसले ल्याइदिएको नभए मैले ब्रासलेट देखाउनु बिर्सेछु, हेर्न सक्नुहुन्छ मलाई उनले गिफ्ट दिएको। हेलो गाइस, मेरो नाम हो रोशन भारी। मैले चाहिँ यो ज्याकेट एनबिए को लगाएको। प्राइस भन्दैन, टी सर्ट फेरि अस्ट्रेलियादेखि निलले पठाइनु भएको। जाङ्गे आफै किनेको, जुत्ता नि आफै किनेको, चस्मा मामाले गिफ्ट गर्नुभएको। घरि अब अजाको लगाएर हिँडेको थिएँ के अरे, बिग्रेर भन्दा नि अस्ति नाच्दाखेरि भाँच्यो। त्यही हो गाइस, थ्याङ्क यू। हेलो गाइस जुनियर शिशिर भनेर नि देखाऊ। यो चाहिँ मेरो के छ नाम है, धन अर्थको ज्याकेट हो। यो चाहिँ आर्टेक्सको टी सर्ट भयो। यो चाहिँ अनलाइनबाट मगाएको गरेर नाम थाहा भएन। जुत्ता पुराना छन् भाइ, यति हो मेरो। यो चाहिँ आइफोन हो। यो चस्मा चाहिँ अब पावरवाला। मेरो पनि छुट्यो नि यार। ए साँच्ची मेरो नि छ है आइफोन चाहिँ। हेलो, आज चाहिँ मेरो आउटफिट होइन। आज म एकदम खुसी छु। के हो यो आर्टेक्सको रहेछ यो ज्याकेट। एउटा भाइले मगाइदिएको। अनि टी सर्ट चाहिँ एउटा यस्तो जस्तो किनिदिएको होइन बजारमा। यो नि बाग्लो बजारमा हो। यो यो जुत्ता चाहिँ दाइको चोरेर ल्याएको जुत्ता। ल बाई बाई। हेलो गाइस, यो टी सर्ट चाहिँ मेरो प्रधान फेन्सीमा बाग्लुङ। यो जामा चाहिँ उसमा अनलाइन मगाएको। यो पनि अनलाइन, यो ब्याग पनि। यो चस्मा चाहिँ दाइले ल्याइदिएको। यो चाहिँ साथीले दिएको। यो चाहिँ सुनको हो। अनि यो चाहिँ सेलमा किनेको बाग्लुङ। यो नि सेलमै किनेको। अनि यो चप्पल चाहिँ अनलाइन मगाएको। यति हो मेरो आजको आउटफिट। मैले एउटा कुरो बिर्सेछु यहाँ। यो कानमा लागेको यो चाहिँ हिराको है साथीहरू। यो हिराको हो। मेरो नाम हिरा लालो है।